व्हाट्सअप ब्युटिफुल पिपल सबैजनालाई गुड मर्निङ है। अहिले चाहिँ हामी कस्तो मलाई भन्नै आएन यार त्यो के कोड रे फुम्दी गुड मर्निङ सबैजनालाई। आज हाम्रो डे 2 हो। हामी चाहिँ अहिले पोखरामै छौँ टक्क लेक साइडतिर है। हेलो 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 केटाहरू चिल हेरेर सबजना। अब हामी कहाँनिर जान्छौँ भन्दाखेरि यहाँनिर जान्छौँ ठ्याक्कै यहाँनिर कुम्दीकोट। केटाहरू फ्रेस हुँदैछ, फ्रेस भएपछि हामी एउटा टक्क राइड गरेर जान्छ है। स्टे ट्युन सबैजनालाई। हाम्रो बाइकहरू चाहिँ यहाँ पार्क गरिदिनु भएको रहेछ है होटेलकै दाइले। टक्क लाएर अब सबैलाई उसमा राख्नु पऱ्यो नि होइन। बेनिलीलाई चाहिँ तताइदिनु पऱ्यो इन्जिन। व्हाट्सअप ब्युटिफुल पिपल सबैजनालाई गुड मर्निङ है। अहिले चाहिँ हामी कस्तो मलाई भन्नै आएन यार त्यो के कोड रे फुम्दी। ल ल ल ल आज हाम्रो डे कति डे 3 गाइज होइन। हामी चाहिँ अब फुम्दीकोट जाँदैछौँ पोखराबाट मासतिर होइन डाँडातिर। सो गाइज अब बबाल हुन्छ है। हिजो राति नै रहिले हान्यो होइन। अनि हाम्रो जेकिस ब्रदरको पनि बर्थडे पार्टी थियो जस खत्रै रैला भयो होइन। अनि त्यही हो गाइस अब लेक साइड नै खासै घुमेको छैन। अब त्यहाँ फुम्दीकोट गएर हाम्रो अब आइटिनेरीमा के छ गाइस होइन त्यही अनुसारले जान्छौँ हामी। छ्यो अट्टापारामा हामीले चाहिँ हाम्रो अब लगेजहरू सबै सामानहरू चाहिँ हामी बस्यो होटेलमा राखेर टक्क लाएर होइन ब्याग स्याग नबोइकन आनन्दले फ्रिली राइड हान्दैछौँ। सो अहिले चाहिँ म ड्युक राइड हानिरहेको छु है। के गर्नु थरी थरीको बाइक छ केटाहरूसँग पल्लै पिलो राइड हान्यो नि। कहिले बेनेली कहिले एनएस कहिले ड्युक कहिले एफजी गाह्रो छ नि। ल जाम रहेछ यहाँ पनि। बेनेलीको साउन्ड चाहिँ बब्बाल सुनिरह यार घुँ गर्दै। जेस लेक साइड चाहिँ बबाल क्या त्यस्तो काठमाडौँ जस्तो त्यस्तो फोहोर पनि छैन यार। सही लाग्यो क्या मलाई। सफा छ है गाइस एकदम सिस्टमेटिकमा चलिरहेछ क्या। घोडा 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 हेलो ओ घोडा हेलो ए लेफ्ट की राइट
चाहिँ उता माथिको डाँडा सर उक्लिन्छौँ है त गाइज। जे अहिले तलै छौ फुम्दीकोट चाहिँ म अहिलेसम्म गएको छैन गाइज है। त्यहाँ गएर हामी ड्रोन सटहरू हान्छौँ होला साँच्ची। ओ ड्रोन लग्या यतै हो सिधै। हेर गाईहरू राम्रो बाटो यही हो। ल गाइज बाटो यही हो अरे है। ल उहाँबाट चला है त उहाँबाट चला है। केटा हो गाडी गुडिसक्यो केटा हो बाइक गुडिसक्यो केटा हो। अब हामी जाँदैछौँ फुम्दीकोट केटा हो। फुम्दीकोट बवाल छ केटाहरू बवाल बवाल भ्यू खिच्नु हेर्नुपर्छ। मेजेस्टिक भ्यूहरू आयो बाबा यति हामी लास्ट हाइट आइसक्यौँ नि हेर्न हामी लास्ट हाइट पुग्छौँ नि बवाल हाइट पुग्छौँ चोट लाएर ल ड्रोनै ल्याएन अब ड्रोन सट कहाँ उडाउने केटाहरू। तर यहाँ ड्रोन चलाउनु अलिक दिन नि भने जस्तो थियो पछिल्लो समय छ नि अलि नदिने भन्ने कुरा हुँदै थियो। खैरे बौला के गर्दैछ यो मर्या भालु जस्तो बसिरहेको ल नेपाल दाजु गाई सरी एकताहरू नेपाल दाजु यो सही जला पोखरा नै। तर काठमाडौँभन्दा अलिक व्यवस्थितै छ है क्लबै ठाडे 11 बजीभन्दा त ठ्याम्मै केटा हो। फाइनल्ली भेटियो केटा हो फाइनल्ली उड्दैछ केटाहरू बाइक उड्छ अब बाटो भयो केटाहरू बोल ल्याउ फुम्दीकोट पिसबाट जानुहोस् यहाँ पिसप्यागडामा चाहिँ दिँदैन पिसप्यागडामा चाहिँ ड्रोन दिँदैन त्यो मैले अफ गरिदिनु भयो अहिले नहार्ने। हामी चाहिँ फाइनल्ली फुम्दीकोट आएको छौँ है केटा हो। माथि गएर सर खिच्छ हामी सिनेमेटिक नै हान्छु एक दुई सट है। ल गाइज हाम्रो ड्युक राइडर ए भाइ यस भाइ जिप अप लाइट फाइनली केटाहरू अब हामी फुम्दीकोटबाट हामी तल झरिसकेको छौँ होइन। अब हाम्रो यात्रा भनेको आजको रमाइलो भनेको हामी अब सर्लक्क लाएर माझीको नाम गरेर मास्टर चुकाल्ने निकाल्ने काम हुन्छ त्यहाँ टक्क लाएर होइन। हामीले नाइस सर्ट्स लियौँ होइन। आज चाहिँ हाम्रो निरन भएको छ निरन कली तबियत अलिक खराबै छ उसको भनौँ हिजोको चिसोले गर्दा